एन्ड नमस्ते सबैजनालाई वेलकम टु माई च्यानल फाइनली मैले पनि भ्लगिङ स्टार्ट गर्ने निर्णय गरेँ सो दिस इज माई भेरी फर्स्ट भ्लग सो अहिले चाहिँ म क्यानाडाबाट भ्लगिङ गरिरहेको छु र आज हाम्रो टपिक हुनेछ ग्रोसरी सुरुमा आउँदाखेरि चाहिँ हामीलाई थाहा थिएन ग्रोसरी गर्दाखेरि अब कहाँ के पाइन्छ भनेर अहिले चाहिँ हामी रेगुलरली एउटा एजियन स्टोर जाने गरेको छौँ त्यहाँ चाहिँ अलमोस्ट हामीलाई चाहिएको कुराहरू चाहिँ हामीले पाएको छौँ र त्यही भएर यो भिडियो चाहिँ एज अ इन्फर्मेटिभ पनि हुनेवाला छ हजुरहरूको लागि एन्ड त्यही हो र म चाहिँ मेरो फ्यामिलीसँग जाँदैछु मेरो फ्यामिलीहरू हेर्नु होला सबैजनाले over that side. Oh, it's tracking my face. So over this side. Hi, Bandinos. Hello, Bandinos. Kaita. Bye bye. Bye bye. Hi. Welcome to my channel, Bandinta. Welcome to my channel, guys. हजुर कहाँ जान लाग्नु भएको अहिले भनिदिनुस् न आज हामी ग्रीन फ्रेसमा जानु लाग्यो ओ नो नाम भनियो त्यो चाहिँ सरप्राइज हुनेवाला थियो नो वरिज केही छैन हामी चाहिँ अहिले अलराइट बेबी हामी चाहिँ अहिले ग्रीन फ्रेस एजियन सुपरमार्केटमा जाँदैछौँ ग्रोसरीको लागि होइन त आर यु एक्साइटेड ओके ओके ल यहाँ स्मल बेबीले पनि भन्ने अरे ल भन्छु भन्नु न वेलकम टु माई च्यानल भन्नु न Welcome to my channel. मामा च्यानल मामा च्यानल कि माई च्यानल My channel. अनि यो चाहिँ हो ग्रीन फ्रेस सुपरमार्केट यो चाहिँ चाइनिज सुपरमार्केट हो एजियन यहाँ चाहिँ अब हामीलाई मिल्दोजुल्दो ग्रोसरी सबै पाइन्छ ग्रिन भेजिटेबल्सदेखि लिएर मिठ आइटम्सदेखि लिएर मरमसलाहरू त्यही भएर चाहिँ हामी यहाँको रेगुलर कस्टमर हौ र हामी चाहिँ यहाँ ग्रोसरीको लागि आइसकेको छौँ अनि अब लेट्स गो यो चाहिँ इन्ट्री हो किन यस्तो आउँछ एनिवेज यो चाहिँ हाम्रो इन्ट्री पोइन्ट हो हामी इन्टर भइरहेको छौँ हामी चाहिँ यहाँ पहिला बास्केट लिएर जान्छौँ यो चाहिँ हाम्रो सपिङ बास्केट हो ल यहाँ के छ अब भाँडाकुँडाहरू पनि छ है हेर्नुहोस् है यहाँनिर कस्तो कस्तो भाँडाकुँडाहरू छ के गर्न आउनुभएको बेबीहरू हजुर It's to learn how to use chopsticks. Oh really? Yeah, can I please? Sure, why not? अब हामी जाँदैछौँ बिस्तारै बिस्तारै यहाँ चाहिँ विभिन्न किसिमको सामानहरू पाइन्छ होइन क्लिनिङको सामानहरूदेखि लिएर किचन वेयर्सहरूदेखि लिएर हेर्न सक्नुहुन्छ औ ब्रसेसहरू पनि छ इट लुक्स लाइक हाम्रो नेपाली झाडु पनि रहेछ है यहाँनिर ल कुचो आई मिन कुचोहरू अनि बाथको सामानहरू ओ माई गड अनि एकजना हाम्रो हिरो मान्छे आइराख्नु भएको छ है त्यहाँबाट ढलक ढलक गर्दै लुक्नुभयो उहाँ चाहिँ ए आउनुभयो दादा हिरो मान्छेको इन्ट्री भयो है यहाँनिर आम्मा ओके अब हामी अगाडि बढ्दै जान्छौँ अनि हाम्रो एज अ मेन हामी यहाँ चाहिँ ग्रोसरी गर्न आएको हो र हामी के सामान किन्छौँ हाम्रो नेपाली किचनमा के सामान चाहिन्छ खानेकुराहरू हामी के खान्छौँ विल सो एभ्रिथिङ टु यु ओके यहाँनिर चाहिँ अब आउँछ यहाँ ब्रेडहरूदेखि लिएर यो यतापट्टि पनि सबै यो ब्रेडहरू हो बेकरी आइटमहरू पाइन्छ यहाँनिर एकदम धेरै भेराइटिजहरू छ मलाई चाहिँ एकदमै मनपर्छ हाम्रो यो एजियन सुपरमार्केट हो
हामीले खानेकुराहरू सबै एकदमै मिल्दोजुल्दो छ त्यही भएर चाहिँ हामी यहाँको रेगुलर कस्टमर हो ल अब हामी चाहिँ यताबाट तल जान्छौँ टुसु टावर ग्रोसरी बाई बाई ल जानुहोस् जाऊ गो यहाँबाट स्टार्ट हुन्छ फ्रेस फ्रुट्सको तर हेर्नुहोस् न यहाँ उखु पनि छ वाउ कति धेरै उखुहरू कस्तो मजाको देखेको अनि यो चाहिँ के रहेछ यो डोर लोगाने डोर सरी मैले देखाउन बिर्सेछु हजुरहरूलाई लोगाने डोर भनेको चाहिँ के हो यो थाहा भएन हजुरहरूलाई थाहा छ भने भन्नुहोस् है यो चाहिँ यस्तो देखिन्छ It's lychee guys. लिची पर्खिनुहोस् है त लिची खै कस्तो छ देखाऊ त औ नाइस हाम्रो साइना बेबीले चाहिँ हामीलाई ग्रोसरीको लागि हेल्प गर्नुहुन्छ आज हामी ग्रोसरीको सेक्सनमा जाऊँ न त बेबी ओके लेट्स गो ल अब हाम्रो चाहिँ मेन ग्रोसरी स्टार्ट हुन्छ Look guys, it's coconut. कोकोनट इज द्याट कोकोनट Yes. वाउ Yeah, juicy spicy. So press गर्नुपर्छ अनि यो राखेर खानुपर्छ. ओके यहाँनिर यसको डिस्क्रिप्सन पनि छ खै छैन कोकोनट स्ट्र 3.99 इच रे लेट्स स्टार्ट विथ द ग्रिन भेजिटेबल्स लेट्स गो भएन स्लो भयो ल लेट्स गो वाउ हाम्रो चाहिँ अल टाइम फेभरेट यहाँनिर चाहिँ अब यो मुलालाई दाइकोन भनिन्छ यसरी दाइकोन भनेर चिनिन्छ 0.97 एलबीमा आइरहेको छ Broccoli. उहाँले चाहिँ हेर्दै हुनुहुन्छ हुन्छ ओके ढ्यान्टर हुँदैछ यहाँनिर चाहिँ मुला भयो अनि मलाई चाहिँ सिमी सिमी कति छ यो हेरौँ त यसको प्राइस 3.15. यो चाहिँ 3.15 मा आउँदैछ यो सिमी होइन नि यो बोडी हो Yes, sir. Yeah. हुन्छ नट ब्याड है Neuron duta. दुइटै एउटा लिँदा हुन्छ कि Neuron पुग्दैन दुइटै लिउँ हामीले चाहिँ अहिले बोडी पनि लिँदैछौँ बोडी एकदमै मिठो हुन्छ है आलु बोडी मिसाएर खानुलाई तर के गर्नु यो अब विदेशमा अब नेपालको जस्तो के चाहिन्छ अलिअलि गरेर लिने कुरा हुँदैन हरियो लसुन हेर्नु न प्राइस कति छ सस्तोमै आइरहेको रहेछ नि वाउ हाम्रो चाहिँ यो यहाँनिर चाहिँ हरियो लसुनलाई यो चाइनिज लिक्स भन्छ अनि अहिले चाहिँ दुईटाको जम्मा 3.98 मा आएको रहेछ विच इज नट ब्याड है एउटा मात्र लियो भने चाहिँ 2.99 पर्दो रहेछ तर दुईटा लियो भने चाहिँ 3.98 मा आइरहेको छ सो वी आर गोना ग्राब 2 अफ दोज Sorry, he's very picky. Apparently. He's waiting. He's in line. Extremely sorry. Now this is all yours. Thank you. He left all the bad ones. Okay. Sorry. That was funny. उहाँ चाहिँ एकदम पिके हुनुहुन्छ अनि त्यसपछि oh he was about to put in this basket oh my god You're giving them in mine. yeah almost you were on right track
सो हाम्रो बास्केट उता चाहिँ झन्डै एउटा राम्रो राम्रो छानेर उहाँकोमा हालिदिनु लाउनु भएको थियो बच्यो सो हामीले चाहिँ अहिलेसम्म अब यति नै गरेको छौँ किनकि मिस्टर पिकीले चाहिँ एकदमै पिक गर्नुहुन्छ मतलब राम्रो राम्रो छानेर लिनुपर्ने अहिलेसम्म मुला अनि बोडी लिएको छ अनि हामीसँग हरियो लसुन छ ल अब कहाँ जाने त हामी के लिने अरू यता देखमै न कस्तो राम्रो राम्रो फ्रेस भेजिटेबल्सहरू छ स्पिनेचहरू छ यो चाहिँ हाम्रो साग हो यसलाई के साग भन्छ वाटरक्रिस हो र यो मलाई लाग्छ यो बेथुको साग हो आई गेस यस एकदमै फ्रेस राम्रो छ आई थिङ्क आई सुड टेक दिस टु यो बेथुको साग पनि लिने हो इट्स भेरी फ्रेस वी सुड पिक दिस सो एकदमै फ्रेस साग छ सो आई वान्ट ग्राब द्याट हाल्नु न यसमा ओ माई गड मेरो बेबीहरूले हेर्नु फाइदा उठाएको हेर्नु त्यहाँ आफै गएर चिप्स पिक गरेर दुईजनाले यहाँ मिलो मत्तोमा खाइरहेको छ के खाएको तिमीहरूले खै देखाऊ वाट इज दिस स्पाइसी स्टिक खै बेबीले नि के खाएको ओहो कस्तो मिठो मिठो कुरा खाएछ थ्याङ्क यू हाम्रो बेबीहरूले चाहिँ एकदमै सेयर गर्ने बानी छ अनि उनीहरूले चाहिँ सेयर गरिहाल्छ मलाई खाने भनेर सोध्दै थियो मेरो छोरीले मैले नखाने भनेको है दुईटी छोरीहरू चाहिँ एकदम ज्ञानी हुन्छ सेयरिङ इज केयरिङ भन्ने कुरा चाहिँ धेरै फलो गर्नुहुन्छ अनि बाबाले चाहिँ यहाँ साग छान्दै हुनुहुन्छ म चाहिँ 2 मुठाभन्दा बढी नलिनु अनुरोध गर्छु होइन 3टा लिने हुन्छ नि त 3टा लिए पनि हुन्छ खोले साग चाहिँ उता नेपालमा गुये खोलातिर चाहिँ पाइन्थ्यो हजुर यो खोले साग चाहिँ उता नेपालमा भन्नुहोस् त यो सागको बारेमा यो खोले साग चाहिँ हामी पहिला बच्चा हुँदाखेरि नेपालको खोलामा हुन्छ नि गुये खोलामा हामी खोज्थ्यौँ त्यहाँ चाहिँ फ्री अफ कस्ट पाइन्थ्यो भनेदेखि यस्तो हुन्छ फ्री अफ कस्ट पाइन्थ्यो भनेदेखि यहाँ चाहिँ हामीले 1 मुठाको 3 रुपियाँ तिर्नुपर्ने 2.59 मा आइरहेको रहेछ यो चाहिँ डिस्काउन्टेड प्राइस नै हो है अब चाहिँ हामी बिलिङ गर्नेतिर जाँदैछौँ ल हिँड्नुहोस् साइना ल हिँड्नुहोस् ए उसले उल्टो भयो हिँड्दाखेरि पनि हेर्नु न यहाँ यस्तो यस्तो सामानहरू राखिदिएको छ मान्छेहरू केही बिर्सिनु भएको छ भने पनि यहाँबाट टक्क पिक गर्न सक्नुहुन्छ सोया सस है हामीले सोया सस हामीले लिने सोया सस त दर्शक ब्रेनहरूलाई देखाउनै बिर्स्यो यो चाहिँ मसरुम सोया सस मलाई कस्तो मनपर्छ यो चाउमिनहरूमा हाल्नको लागि एकदमै कलर पनि राम्रो छ टेस्ट पनि मिठो छ हो केमा युज हुन्छ अनि पार्लेजी बिस्किट पनि मनपर्छ भन्ने छ है यहाँनिर पार्लेजी So now we are heading towards counter. Okay, दिदीलाई पनि लिदेऊ न बेबी मात्र हैन नि त दिदीलाई पनि लिदिनु पर्यो ल अब त्यति मात्र है धेरै जङ्क हुँदैन है बाबा धेरै भयो है फेरि पेट दुख्छ नि खै वेयर इज बाबा हामी बिलिङ सेक्सनमा आएको त बाबा त देख्दैन त हामी त अब यहाँ सूचना दिनु पर्ला भनेर सोचेको थिएँ मान्छे हराएको सूचना भनेर झन्न आइपुग्नु भयो व्हाट्स दैट ओ बासमती राइस हामीले चाहिँ इन्डिया गेटको रहेछ नि त प्राइस कति छ भन्नु न त अनि हाम्रो ऑडियन्सलाई थाहा हुनु पर्यो अलमोस्ट 15 $15 bucks
$15 हामीले लिइराख्ने राइस भन्दा चाहिँ प्राइस महँगो रहेछ यु रिमेम्बर ट्राई गर्न मन लाग्यो ओके नो प्रब्लम गो हेड साइना लाइनमा बस्दा छोरी अब हाम्रो पालो आई डोन्ट नो मलाई चाहिँ यहाँ कस्तो लिन्छ ल बिलिङ गर्ने साइना आइस्यो बाबा अब चाहिँ मैले यहाँ प्याकिङ गर्नेतिर लाग्नुपर्छ एकछिन म यो बन्द गर्छु ल होइन बाबा बन्द गरौँ एकछिन प्याकिङ गर्नलाई हुन्छ ल अब चाहिँ आज हामीले बिलिङ कति आउँछ यति ग्रोस के भयो बाबा ल लिँदैछु त ल्याऊ यो दुईजनाको ए बाबा बिलिङ गर्नुपर्छ कि त्यत्तिकै लिनु हुँदैन नि ऊ त्यहाँ बिलिङ गरेर अनि दिने रे के नरुनु न यस्तो राम्रो बनाएको छौँ अमा नि मेरो बाबा यस्तो राम्रो बनाइछ मामुले नि रोएर अनि रुदा झनै राम्रो देखिएछ बाबा आँखामा पर्छ हस् ल ज्ञानी भएर जानुहोस् त गुड गर्ल ल अब उहाँले चाहिँ टुई राख्नुहुन्छ अनि त्यसपछि हाम्रो यहाँ सामान बिलिङ हुन्छ अनि हामीहरूलाई चाहिँ टोटल कस्ट कति आयो यो सामानको देखाउँछौँ नर्मली हाम्रो विकेन्ड भनेको विकली हाम्रो सपिङ चाहिँ यति हुन्छ र हाम्रो कति खर्च आउँछ भन्ने कुरा ओभरअल कुराहरूलाई बिल पे भइसकेपछि हामी देखाउनेछौँ ल एकछिन धैर्य राखेर हेरिदिनु ल अन्त्यसम्म हामी चाहिँ हाम्रो बिल कति उठ्यो भनेर देखाउनेवाला छौँ म त च्याउ खाएर यहाँ चाहिँ अब चाहिँ यहाँ हेर्नुहोस् है म फर्सीको परिकारहरू देखाउँछु हजुरहरूलाई फ्रेस पिल्ड गार्लिक भनेको छ फर्सीको नाम चाहिँ के छ हौ यहाँ विन्टर मेलम भनेको छ विन्टर मेलम भनेको पनि आई डोन्ट नो वाट इज दिस हजुरहरूलाई थाहा छ भने भनिदिनु होला है नेपाली नाम थाहा छैन अब अहिले म सर्च चाहिँ गर्दिनँ के अनि यो चाहिँ चप्ड पम्किन यसरी मजाले काटेरै राखिदिएको हुन्छ मान्छेलाई हेर्नु न कति धेरै सुविधा लसुनहरू यो छोडाएर टक्क यो त नेपालमा पनि राख्छ नि हाम्रो अनि यहाँनिर चाहिँ मसरुमको धेरैवटा टाइप्सहरू छ हामी चाहिँ कुन लिने भनेर जहिले कन्फ्युज हुन्छौँ तर हामीलाई चाहिँ एकदमै मनपर्ने भनेको यो पड्के च्याउ अनि अर्को चाहिँ यो के भन्छ यसलाई यस्तोवाला च्याउ है अब अनि हेर्नुहोस् न हरियो करेलाहरू पनि छ यो दुई किसिमको छ फरक चाहिँ के रहेछ थाहा छैन नेपालमा त हामी यस्तो खाइरहेको थियौँ त्यही भएर यस्तो करेला एकदम मनपर्छ करेला लिने हो 3.37 मा आइरहेको रहेछ है अनि यहाँ चाहिँ मकैहरू पनि छ मलाई चाहिँ एकदमै मनपर्छ तर म चाहिँ फ्रोजन मकै नै लिन चाहन्छु जहिले पनि इजी हुन्छ नि त अनि अरू के छ यहाँनिर मकै देखिहाल्नुभयो अनि यो चाहिँ के हो यो बेसार रहेछ है टर्मरिक एनिवेज हामी के लिन्छौँ त्यो देखाउँछौँ है हजुरहरूलाई अब रायोको साग लिन जान्छौँ रायोको साग चाहिँ हाम्रो यतापट्टि पाइन्छ सो फर रायोको साग इट्स कल्ड बेबी मस्टर्ड विच इज इजी टु आइडेन्टिफाई बेबी मस्टर्ड चाहिँ अलिक फ्रेस छानेर लिनुपर्छ यहाँनिर Do you think this is fresh? 1.87 LB चाहिँ 4.84 मा आइरहेको छ यहाँनिर चाहिँ अब केजी भन्दा नि एलबीमा चाहिँ वेटहरूको चलन छ वेट गर्ने चलन छ त्यही भएर हामीलाई पनि त्यही बानी भइसक्यो कस्तो रमाइलो भइरहेछ है मस्त खाँदै होइन यता प्रिन्सेसहरू पनि देखाइराख्नु पर्यो नि त टाइममा होइन हाम्रो प्रिन्सेसहरू होइन तिमी कस्तो क्युट छ के
मैले दुईटा कस्तो क्युट क्युट छोरीहरू पाएको छ के ऊ मैले साग देखाएको उहाँलाई चाहिँ फेरि अब त्यो चित्त नबुझेर यहाँ छान्दै हुनुहुन्छ है छानेर ल पास भयो है रायोको साग खान पाएको 3 वर्ष भइसक्यो म माइन्ड गर्दिनँ उहाँले मेरो चोइसलाई रिजेक्ट गरेर आफ्नै चोइस लिनुभयो भने बिकज आई बिलिभ हिम आई ट्रस्ट हिम राम्रो पनि हुन्छ But I give you big one. अनि के लिन खोज्नु भएको हो भन्नु न यसो यो यसलाई के भन्छ अरे चिप्टे के भन्छ ओक्रा पनि भनिन्छ भन्नुहोस् न भन्नुहोस् ओक्रा इङ्ग्लिसबाट भनिन्छ भनेदेखि चाइनिजबाट वाङछुङ फ्याङ भनिन्छ अनि नेपालीमा चाहिँ चिप्ली भेन्टा भन्छ आइरहनु न हजुरहरूले उहाँको भोइस सुन्नुभएको छ कि छैन चिप्ली भेन्टा चाहिँ 2 प्याकेट लिने कि 1 प्याकेट लिने भनेर कन्फ्युज छु म आई थिङ्क 2 प्याकेट इज गुड फर आवर फ्यामिली एकचोटि फेरि हाम्रो अडियन्सको लागि रिपिट गरिदिनु न यो के हो भनेर यो चाहिँ इङ्ग्लिसबाट ओक्रा भनिन्छ भनेपछि चाइनिजबाट वाङछिङ ख्वाङ भनिन्छ अनि नेपालीमा चाहिँ चिप्ली भेन्टा भनिन्छ ल है अनि त्यो भएको कारणले गर्दाखेरि यो अहिले चाहिँ यसको प्राइस 3.77 एज अ डिफ्रेन्ट प्राइस वाट एभर यु नो इज डिफ्रेन्ट एलबी यु नो डिफ्रेन्ट एलगी ल है मिलाएर बुझ्नु है उहाँको इङ्ग्लिस खतरा जान्छ नि फेरि हाम्रो घरको इन्टरटेनमेन्टको के भन्छ हब उहाँ नै हो उहाँले चाहिँ हँसाइराख्नुहुन्छ टाइम टाइममा च्याउ लिने हो कि के नलिने लिनु हजुर के लिनु मन छ लिएर बिगार्ने मात्रै होला ग्रोसरी सपिङबाट चाहिँ हजुरहरूलाई पनि थाहा हुन्छ कि 4जनाको फ्यामिलीलाई चाहिँ महिनामा कति डलरको सपिङ गर्दा चाहिँ इनफ हुने रहेछ अथवा बजेटको पनि इस्टिमेसन गर्न सक्नुहुन्छ हजुरहरूले होइन अब पहिला त सुनेको थियो हामीले महिनामा जम्मा 300-400 डलरमा इनफ ग्रोसरी आउँथ्यो अरे भनेर अहिले चाहिँ त्यस्तो सिनारियो छैन हप्तामै 250 प्लस त जान्छ नि लेट्स सी लास्टमा हामी देखाउनेवाला छौँ कि 4जनाको फ्यामिलीलाई चाहिँ कतिको बजेट चाहिँदो रहेछ जस्ट फर ग्रोसरी भनेर हुन्छ लिउँ फेरि यस्तो छ एकैचोटि धेरै लिनु पनि अलिक गाह्रै छ किन भन्दाखेरि एकैचोटि धेरै लिन पनि गाह्रो छ यहाँ मान्छेले हेरिरहेको छ कि मलाई लाज लाग्यो एनिवेज एकैचोटि धेरै लिन पनि गाह्रो छ किन भन्दाखेरि बिग्रिन्छ कि फ्रिजमै राखे पनि बिग्रिन्छ अब कतिवटा प्रोसेस एप्लाई गरिसकेँ मैले फ्रिजमा चाहिँ मजाले यसलाई प्रिजर्भ गरेर राख्नको लागि मैले जाने छुइनँ कि होइन हामीले हजुरहरूलाई पनि अब त्यस्तो तरिकाहरू अरू तरकारीहरू लङ टाइमसम्म प्रिजर्भ गरेर राख्न आइडिया छ भने प्लिज सेयर गरिदिनु होला है कमेन्ट बक्समा लेखिदिनु होला है थ्याङ्क यू ल जाउँ न त अब हाम्रो नेक्स्ट गन्तव्यमा भेन्टा चाहिँ नेक्स्ट टाइम दिने प्लानिङ भयो हाम्रो होइन ओके त्यो भएको कारणले गर्दा ल भेन्टा चाहिँ नेक्स्ट टाइम लिने रे मैले दिमाग भुटिदिएँ उहाँको यो चाहिँ हो हाम्रो इस्कुस र यसलाई चाहिँ हाम्रो क्यानाडामा के भन्छ चायोते चायोते भन्दो रहेछ जम्मा 3.91 ठिकै प्राइस हो है यो राम्रै प्राइस हो जस्तो लाग्छ यो अब हाम्रो नेपालमा चाहिँ अब घर घरमा त के भन्ने गाउँघरमा होइन यो इस्कुस चाहिँ बढी भएर गाई भैँसीहरूलाई खानिदिन्थ्यो भनेदेखि हाम्रो यहाँ चाहिँ अब यो इस्कुसकै 3.95 डलर क्यानाडियन डलर तिर्नु परिरहेछ भनेदेखि नेपाली पैसा त अब कति कन्भर्ट के गर्ने लाभै हुन्छ अब कमाउने मान्छेलाई मन कटक्क हुन्छ म त खाने मान्छेलाई केही पनि भएको छैन जम्मा भन्ने लगाइरहेछ उहाँलाई चाहिँ अब यत्रो लगाइरहेछ भन्ने भइरहेछ है ग्रिन क्याप्सिकम चाहिँ नखानु रे कलरफुल रेड येलो त्यस्तो क्याप्सिकम खानु चाहिँ हेल्थको लागि राम्रो रे भन्छन् है त्यही भएर त्यसै अनुसार लिदा चाहिँ राम्रो हुन्छ भन्ने मलाई लाग्छ खै त साइना छोरी तिमीले भ्लगिङ गर्छु भनेको थियौ तिमी त खानामै व्यस्त भयो त हौ छोरो
मलाई भोक लागेको छ क्या मेरो बच्चालाई भोक लाग्यो बिस्तारै बी केयरफुल है नेक्स्ट टाइम गर्छौ त भ्लगिङ ओके 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 इन्जोय यर फुड हाम्रो चाहिँ यहाँ फेरि यो फिसको छुट्टै सेक्सन छ फिस सेक्सन छुट्टै छ यहाँनिर चाहिँ यो के हो यो स्नेलहरू फिसहरू अलरेडी कटिङ गरिराखेको फिसहरू छ क्राब हेरे टु मेनी क्राब्स नो इट्स लाइभ या इट्स लाइभ अनि यो चलिरहेको छ यसलाई छुनु हुँदैन है बिपी नो 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 अनि यहाँ चाहिँ फिसहरू छ सबै फिसहरू हेर्न सक्नुहुन्छ म चाहिँ यहाँबाट बाहिर निस्केँ मलाई अलिकति अनकम्फर्टेबल फिल भयो क्या त्यहाँनिर खै बाबा खै अनि यहाँनिर चाहिँ हाम्रो मिट सेक्सनहरू छ यो सेक्सन चाहिँ पोर्कको हो अनि यो पोर्क हो सबै पोर्क रिब हामीलाई चाहिँ पोर्क रिब एकदमै मनपर्छ त्यही भएर पोर्क रिब लिने कि अनि यस्तो यो 3 पिस मासु भएको हुन्छ नि 3 पिस मासु भएको हेर्नु नि यहाँनिर छाला बोसो मासु सबै मिक्स भएको सो वी लाइक दिस सो मच आई थिङ्क वी आर गोना एक्सिडेन्टली चेप भयो मैले Are you sure? अनि रियली ओ नो ओके म अहिले हेर्छु ल बाबा बी केयरफुल है बाबा यसो हेर्नुहोस् न त यसो हाम्रो अडियन्सलाई देखाइदिनु हामी कस्तो मिट लिन्छौँ 3 पिस हेर्नु न यो कस्तो राम्रो छ एकदमै राम्रो पाउँछ यहाँ चाहिँ पोर्कको मासु हजुरहरूलाई पनि चाहिन्छ भने क्यानाडामा फ्रेस पोर्क बेली विथ स्किन यु नो बस्नुहुने हाम्रो नेपालीहरू लिन आउनु है अनि बोनलेस मासु पनि हामी लिन प्रिफर गर्छौँ बिकज वी मेक सुकुटी आउट अफ इट होइन रातो रातो टमाटर कति राम्रो देखेको मान्छेहरूको कति भिडभाड हुन्छ हेर्नु न यहाँ राम्रै भएर त हो नि हामी पनि आउन थालेको थुप्रो भइसक्यो है हाम्रो चाहिँ मेन ग्रोसरी स्टोर नै यही हो सरी बेबी Okay, let's go. Sorry. बाबा भित्र पुगेर हेर्नु न त्यहाँ अगाडिको चित्त नबुझेर ओ इट लुक्स नाइस भयो होइन यताको सेक्सन अब हामी उतातिर जाउँ यहाँनिर चाहिँ डिफ्रेन्ट टाइप्स अफ ससहरू अचारहरू के छ के सबै यो होल आयल चाहिँ फुड वाइन सोया सस र भिनेगरको हो है यति धेरै भेराइटी छ कि ओ माई गड एउटा बुढी माउले त मलाई क्या लुक दियो यार मलाई आई डोन्ट नो उसको मैले खिचेको पनि छैन मलाई त डर पनि लाग्छ हो घरिघरि कराउने हो कि भनेर बुढाबा चाहिँ फेरि त्यतै जानुहुन्छ ओके सो फर्सी यसलाई के भन्छ भनिदिनुहोस् न अडियन्सलाई त भन्नु पऱ्यो नि त पम्किन हो र यो के भन्छ होइन नि पम्किन होइन नि यसलाई चाहिँ बटरनट स्क्वास भन्छ जुन चाहिँ $1.79 पर एलबी आइरहेको छ के भयो बाबा सरी थाई ससेसहरू अनि हेर्नु न यहाँ मसलाहरू कति धेरै प्रकारको छ सबै यो के भन्छ जिरा धनिया टिमुर के छ मलाई कस्तो मसलाहरूको नामै खोर्सानीहरू सबै पाउँछ यहाँ हेर्नु सुकेको खुर्सानीहरू ओहो हामीलाई चाहिन्छ एउटा यस्तो दामी सुकेको खुर्सानी थियो हामीले अस्ति लगेको ब्रान्ड मैले बिर्सेँ लेट मी पिक
यो के लेखेको छ प्रिमियम ड्राइड चिली मात्र लेखेको छ देयर इज नो मच इन्फर्मेसन इफ इट्स गन बी हट अर नट सो एक्सक्युज मी बेबिज यो एउटा खालको मात्र खोर्सानी रहेछ अब यही लिएर जानु पर्ला अहिलेलाई यसको कति प्राइस छ 4.59 रहेछ है यतिको वेट जम्मा एक पाउको महँगै लाग्छ आफूलाई चाहिँ थाई ससेस भियतनामिज ससेस जापानिज कोरियन ससेस रे है यो आयलमा चाहिँ ओ टिम्मुर होइन यो ए होइन रहेछ ड्राइड रेड पेपर रहेछ त्यो भनेको चाहिँ मरिच हामीलाई अहिले चाहिएन लेट्स सी यतातिर सरी तेजपत्ताहरू हामीले अब चिन्ने यस्तो त हो नि तेजपत्ता दालचिनी अब यिनीहरू यस्तो के हो हामीलाई त युज गर्न पनि आउँदैन मलाई के यो होइन यो पेपरकर्न्स यो टिमुर भन्दै लान्थेँ मैले टिमुरको जस्तो स्वाद पनि छैन के हो खै हजुरहरूलाई थाहा छ भने यसो भनिदिनु न ल यो के हो रहेछ मेरो बेबीहरूलाई फलो गर्नु पर्यो अब कार्ट बोकेर हिँड्ने मान्छे त कहाँ जानुभयो यो सेक्सनमा छु हामी यसमा के छ यो टी कफी क्यान्ड फुड ग्रानुलास अनि ओयल म्यापल सिरपहरू है क्यानाडाको हाम्रो एकदमै फेमस भनेको चाहिँ म्यापल सिरपहरू हो म्यापल सिरप हामी पनि युज गर्छौँ गर्न चाहिँ हेल्थ बेनिफिटहरू के छ त्यो चाहिँ मैले अलि डिटेलमा हजुरहरूलाई अहिले भन्न सकिनँ तर म छिटै नै रिसर्च गरेर यसको बारेमा पनि हजुरहरूलाई केही जानकारी दिने कोसिस गर्छु अथवा हजुरहरूलाई थाहा छ भने त्यसको बारेमा नि हजुरले मलाई इन्फर्मेसन दिँदा हुन्छ ओके ल अहिलेलाई चाहिँ म यतातिर लागेँ मेरो क्यामेरा अलिकता आइलफोनमा फिलिपिन ससहरू पाउने ठाउँ रहेछ यता यो आयलमा त्यही चिप्सहरू पनि रहेछ नुडल्सहरू एक्ज्याक्टली सो नुडल्स ट्याक्क सकेको थियो वेट फर अ मोमेन्ट हाम्रो नेपाली चाउचाउ पनि थियो नि यहाँनिर म देखाउँछु है हजुरहरूलाई नेपाली नुडल्स लेट मी सो यु नेपाली नुडल्स मैले अस्ति नै यो सेक्सनमा यतापट्टि यो सेक्सनमा देखेको थिएँ यतापट्टि नेपाली नुडल्स आज मैले देखिनँ सायद हटाइसकेको हो कि नेपाली नुडल्स देख्यौ नेपाली आई मिन नुडल्सहरूको भेराइटी त धेरै नै छ तर नेपाली नुडल्स चाहिँ मैले अहिले देखिनँ सो म यो आयलबाट निक्लिन्छु के गरेपछि कौ तिमीहरू ओ कता गयो मेरो क्यामेराले कता कता देखायो फुड कलरिङ हेल्दी हुँदैन नि बेबी त्यही भएर नलिने के ओके प्लिज डोन्ट माइन्ड ओके आइ एम आउट अफ द सायल अब हामी कहाँ जान्छौँ हामीलाई के चाहिन्छ हेर्नु न प्याक्ड मिट नाइस टु मिट यु रे सुँगुरको कान हेर्ने जाने सुँगुरको कान हेरिदिउँ न त के हुन्छ के जान्छ र हेर्दैमा के जान्छ र यहाँ चाहिँ यो चिकनको सेक्सन हो ओ माई गड ओ नो 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 आइ एम सरी आइ एम गुड यो चाहिँ फार्म रन चिकनहरू हो लोकल कुखुराहरू हो होइन ल यसरी अब लोकल कुखुराको मासु खान मन छ भने यु क्यान भिजिट ग्रिन फ्रेस सुपर मार्केट यो चाहिँ मैले प्रमोसन गरेको होइन एडभर्टिजमेन्ट पनि होइन इट्स जस्ट द्याट
हामीले के गरिरहेछौँ कहाँ कहाँ सपिङ गरिरहेछौँ सुरुमा आउँदा त थाहा हुँदैन नि त एज अ न्यू कमर हामीलाई पनि थाहा थिएन हामीले धेरै पछि यो ठाउँ पत्ता लगायो अनि वी आर भेरी मच सेटिस्फाइड विथ इट हजुरहरू पनि आउनु है यहीँनिर खसीको मासु पनि पाउँछ एक्चुली खसीको मासु यहाँ राम्रो छ यही हो यसरी फ्रोजन पाइन्छ बोनलेस पनि पाइन्छ यहाँ के लेखेको छ गोट मिट खै बाबा ए यहाँनिर हेर्नु गोट मिट स्किन अन भएको चाहिँ 7.59 एलबीमा पाइन्छ भने गोट मिट टब यो चाहिँ 6.59 एलबीमा पाइन्छ गोट फिट पनि पाइन्छ 4.99 एलबीमा यो सबै फ्रोजन हो नेपालको जस्तै छ यहाँको मासु काउ फिट काउ स्किन अक्सटेल डिफ्रेन्ट भेराइटिजहरू छ ओभाइन टङ हेर्नु न टङ पनि पाउँदो रहेछ यहाँनिर जिब्रोहरू बोन इन ल्याम्प लेग मासुको चाहिँ थुप्रो भेराइटीहरू छ हेर्न सक्नुहुन्छ हामी चाहिँ अलमोस्ट यो सेक्सनमा हामीले किन्नुपर्ने सामान किनिसकेको छौँ अब उतातिर जाउँ है के पाइन्छ भनेर यहाँनिर हामी नेपालीले खान मिल्ने गोट लिभर रे नि त बाबु यहाँ गोट लिभरहरू पनि पाइँदो रहेछ अब हामी चाहिँ अर्को सेक्सनमा जान्छौँ ठुलो छ हेर्नु न म एकचोटि ओभरअल देखाइदिन्छु ल हजुरहरूलाई हेर्नुहोस् न हेर्नु न यो हामी चाहिँ अहिले यताको सेक्सनमा यो सबभन्दा कर्नर लास्टको सेक्सन हो यसमा आइसकेको छौँ ठुलो छ उतापट्टि सेक्सनमा चाहिँ भेजिटेबल्सहरू थियो नुडल्सहरू मसलाहरू जाडो भयो बेबी अनि थुप्रै कुराहरू थियो मासुहरू थियो भने यो सेक्सनमा चाहिँ फ्रोजन आइटम्सहरू धेरै छ ल बाबा अब जाने मेरो बेबीलाई जाडो भयो तर अब म चाहिँ तपाईँलाई अब हामीले के लिन्छौँ त लास्टमा भनेर त्यो देखाउन जान्छु खुर्सानी है हजुरहरूलाई खुर्सानी चाहिन्छ भने पनि यहाँ आएर लिन सक्नुहुन्छ हामीले चाहिँ यहाँनिर we have found a red fresh chili पाएको छौँ and let me check its price first अहिले चाहिँ प्राइस बढेको रहेछ 2.99 इचमा दिइरहेको रहेछ अदरवाइज हामीले चाहिँ पहिला यो 1.99 मा लिने गरेका थियौँ चिलीको हेर्नु न चिलीको प्राइस बढेर रहेछ अहिले हामी चाहिँ यही रिफर गर्छौँ खुर्सानी चाहिँ यही रेकमेन्ड गर्छौँ ओइ बी केयरफुल बेबी ल अब जाउँ न त उतातिर हामी चाहिँ आऊ यता अब हाम्रो अडियन्सहरूलाई हामी फिस सेक्सनमा लगाउँ न त यहाँनिर हेर्नु फिसको भेराइटीहरू यति धेरै छ यो चाहिँ श्रिम्पहरू है सबै श्रिम्पहरू pretty oops be careful है छोरी ल हेर्नुहोस् हाम्रो चाहिँ अब माछाहरू बच्चाहरू पनि एकदमै धेरै मन पराउने भएर होला टाइनी फिसेस है श्रिम्प नै हो नि श्रिम्प माछाहरू धेरै मन पराउँछ बच्चाहरू पनि अनि त्यही भएर चाहिँ मिट आइटम धेरै लिन्छ ओहो त्यहाँ हेर्नु न त्यहाँ कुन ड्रिङ्क रे के गर्ने बच्चाहरूलाई हेल्दी खानेकुरामा खुवाउने भनेर नि नसकिँदो रहेछ उनीहरूलाई त पुरा फ्रिडम भइहाल्यो हेर्नु नि यहाँनिर के लिन्छ अनहेल्दी खानेकुराहरू तर कहिलेकाहीँ छुट छ सधैँभरि रेस्ट्रिक्ट गरेर पनि हुँदैन बिचराहरूलाई होइन टेस्ट पनि गराउनु पर्यो नि त यो अन्डा यहाँको अन्डा साह्रै मनपर्छ एकदम राम्रो छ के ओहो आमामाम
अन्डा पनि लिएको छौँ हामीले अन्डा एउटा मात्र उठायौँ घरमा पनि छ नि त अनि यो चाहिँ बासा स्टेक फिस हो एकदमै फेभरेट हामीलाई एकदम मनपर्छ यो पुच्छर नभएको लिनुपर्छ हामीले फाइनल्ली पुच्छर नभएको अँ, पायौँ यहाँ चाहिँ 5वटा पिस छ भनेदेखि यता चाहिँ 4वटा पिस छ यो चाहिँ ठुल्ठुलो भएर 4वटा पिस राखेको छ ओ माई गश बासा स्टेक सस्तोमा आएको हो हेर्नु न यो त जम्मा 3.97 इच रे ए हो नि 5.99 को जम्मा 3.99 मा आइरहेछ पुच्छर रहेछ यसमा मलाई चाहिँ पुच्छर मन नपर्ने भएको भएर अब छानेर पुच्छर नभएको लिनुहुन्छ नो पुच्छर त्यही भएर सस्तोमा हो कि दुईवटा त पुच्छर नभएपछि कति दुईवटा लिने तिनवटा लिने हुन्छ सस्तोमा आइरहेछ कतिवटा लिने अझै एउटा थप्दा हुन्छ नि यस्तो अफरमा आएको बेलामा लिनुपर्छ तर डेट पनि हेरौँ है त्यो पनि हेर्नुपर्छ कि म पनि घरिघरि भिडियोमा आउनु पऱ्यो नि होइन यस्तो राम्रो भएर मेकअप गरेर आएको छु त्यो त खेर जाने भयो नि मैले देखाइनँ भने एनिवे जोक्स पार्ट यहाँनिर अरू फिसहरू पनि छ म देखा फिसको टाइपहरू किन यस्तो हुन्छ ओके मेरो बेबीले चाहिँ एकदम भ्लग गर्ने भनिरहेछ म उसको खिचिदिन्छु है ल बेबी गर्नुहोस् स्टार्ट गर ओके यो चाहिँ फिसहरू हो यो चाहिँ एकदमै ठुलो फिस हो अनि यहाँ आइसक्यो यहाँ ओयो छ अनि यहाँ फिलापियोहरू छ यस्तो अनि यो नि क्युट वाला क्यान्डी ओ सो क्युट क्यान्डीको कस्तो आँखा निक्लिँदो रहेछ अब्बुई देऊ न बाबा बेबीलाई देऊ न बहिनीलाई दिनुपर्छ त माया गर्नुपर्छ नि आफ्नो सानो बहिनीलाई अनि यो चाहिँ पिकाचु वाला क्यान्डी यिनीहरू सबै ओरियो फ्लेभर्सहरू यहाँ चाहिँ कति ओरियो फ्लेभर छ यो जीरो सुगरवाला ओरियो अनि यो चाहिँ ग्रेप र पिचवाला ओरियोज यो पिच ओके ओरियोज ल ओरियोको नि यत्रो टाइप हुँदो रहेछ ल birthday cake Oreos, strawberry Oreos, strawberry, mint, blueberry. अब चाहिँ हामी बिलिङ गर्नेतिर जाँदैछौँ ल हिँड्नुहोस् साइना ल हिँड्नुहोस् ए उसले उल्टो भयो ठट्ठरा हिँड्दाखेरि पनि हेर्नु नि यहाँ यस्तो यस्तो सामानहरू राखिदिएको छ मान्छेहरू केही बिर्सिनु भएको छ भने पनि यहाँबाट टक्क पिक गर्न सक्नुहुन्छ सोया सस है हामीले सोया सस हामीले लिने सोया सस त दर्शक बहिनीहरूलाई देखाउनै बिर्स्यो यो चाहिँ मसरुम सोया सस मलाई कस्तो मनपर्छ यो चाउमिनहरूमा हाल्नको लागि एकदमै कलर पनि राम्रो छ टेस्ट पनि मिठो छ यो लिची सिरप हो केमा युज हुन्छ र त्यो लिची इन सिरप अनि पार्लेजी बिस्किट पनि मनपर्छ भन्ने छ है यहाँनिरै पार्लेजी सो नाउ वी आर हेडिङ टुवर्ड्स काउन्टर ओके दिदीलाई पनि लिँदैन बेबी मात्र होइन नि त दिदीलाई पनि लिइदिनु पर्यो ल अब त्यति मात्रै है धेरै जङ्क हुँदैन है बाबा धेरै धेरै भयो है फेरि पेट दुख्छ नि खै वेयर इज बाबा ए हामी बिलिङ सेक्सनमा आएको त बाबा त देख्दैन त हामी त अब यहाँ सूचना दिनु पर्ला भनेर सोचेको थिएँ मान्छे हराएको सूचना भनेर झन्न आइपुग्नु भयो वाट्स द्याट ओ बासमती राइस हामीले चाहिँ ए इन्डिया गेटको रहेछ नि त प्राइस कति छ भन्नु न त अनि हाम्रो अडियन्सलाई थाहा हुनु पऱ्यो अलमोस्ट 15 bucks $15 हामीले लिइराख्ने राइस भन्दा चाहिँ प्राइस महँगो रहेछ यु रिमेम्बर
ट्राई गर्न मन लाग्यो ओके नो प्रब्लम गो हेड साइना लाइनमा बस्दा छोरी अब हाम्रो पालो आई डोन्ट नो मलाई चाहिँ यहाँ कस्तो लिन्छ ल बिलिङ गर्ने साइना आइस्यो बाबा अब चाहिँ मैले यहाँ प्याकिङ गर्नेतिर लाग्नुपर्छ एकछिन म यो बन्द गर्छु ल होइन बाबा बन्द गरौँ एकछिन प्याकिङ गर्नलाई हुन्छ ल अब चाहिँ आज हामीले बिलिङ कति आउँछ यति ग्रोस के भयो बाबा ल लिँदैछु त ल्याऊ यो दुईजनाको ए सेट्रु हेर सेट्रु बाबा बिलिङ गर्नुपर्छ कि त्यत्तिकै लिनु हुँदैन नि ऊ त्यहाँ बिलिङ गरेर अनि दिने रे के नरुनु न यत्रो राम्रो बनाएको छ अमा नि मेरो बाबा यस्तो राम्रो बनाइछ मामुले अनि रोएर अनि रुदा झनै राम्रो देखिएछ बाबा आँखामा पर्छ हस् ल ज्ञानी भएर जानुहोस् त गुड गर्ल ल अब उहाँले चाहिँ टुई राख्नुहुन्छ अनि त्यसपछि हाम्रो यहाँ सामान बिलिङ हुन्छ अनि हामीहरूलाई चाहिँ टोटल कस्ट कति आयो यो सामानको देखाउँछौँ नर्मली हाम्रो विकेन्ड भनेको विकली हाम्रो सपिङ चाहिँ यति हुन्छ र हाम्रो कति खर्च आउँछ भन्ने कुरा ओभरअल बिल पे भइसकेपछि हामी देखाउनेछौँ ल एकछिन धैर्य राखेर हेरिदिनु ल अन्त्यसम्म हामी चाहिँ हाम्रो बिल कति उठ्यो भनेर देखाउनेवाला छौँ खै साइना छोरो छोड्नुहोस् त अब म चाहिँ 1 by 1 पहिला फिसहरू राख्छु म्यानेज गरेर राख्नु पर्यो एउटा मिस्टेक भयो पहिला चामल राखौँ यता बाबा यता बिल कति आउँछ पनि भन्दिनँ है हाम्रो अडियन्सलाई ला प्लास्टिक रहेन sorry can I get some plastics if you have thank you so much एकजनाले चाहिँ राख्दै गर्नुपर्ने थियो हामीले आज भिडियो सुट गर्नाले चाहिँ अलिकति लेट भयो सरी सरसफाइ कार्यक्रम गर्दै हुनुहुन्छ भनेदेखि हाम्रो मिस ब्युटी चाहिँ प्याकिङ गर्दै हुनुहुन्छ ओ माई गड मिस ब्युटिफुल हजुरको हजुरको मुखबाट मिस ब्युटिफुल सुन्न पाउँदा म धन्य भएँ ओ माई गड प्याकिङ गर्ने काम पनि एउटा छुट्टै काम हो क्या यो आई गेस अब यिनीहरू चाहिँ यहाँ राख्नु पर्यो लाइट स्ट्यापहरू एउटा ब्यागमा राख्नु होला हजुर जुन चाहिँ म क्यारी गर्छु
मरवा हेर्नु न बेबीहरू त हामी प्याकिङ गरेर बसेको उनीहरू त यहाँ पुरा के चक्लेट सक्लेट खोलेर खेल्ने कुराहरू खोलेर दुईजना I'm the same. Wait, no, only different back. मस्त खेलेर बसेर रहेछ ल अब चाहिँ हामी जानुपर्छ बच्चाहरू The lion. लेट्स गो बेबी हिँड्नुहोस् न ल घर जाने हिँड्नुहोस् त अब ड्रेस पनि देखाइदिउँ न बेबीको ल बाबा हेर्नु न यहाँ फोहोर गरिदियो सफा गरिदिउँ न यस्तो गर्नुहुन्न के डस्टबिनमा लगेर टक्क फाल्दा त We are done with our grocery for today and we are waiting for bus to go to home. Till then, हजुरहरूलाई हाम्रो यो भिडियो कस्तो लाग्यो होला अझै योभन्दा राम्रो राम्रो भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्ट बक्समा सजेसनहरू लेखिदिनु होला कमी कमजोरीहरू औँलाइदिनु होला and please don't forget to subscribe and hit the like button. Bye for today. See you next time.